धनु राशि 2083 सालमा धनु राशिको लागि सबसे त्यागको समय हुनेछ। मृत्यु स्थानमा बसेको बृहस्पतिको कारणले गर्दा अध्यात्म, ज्ञान, ध्यान, साधना, आध्यात्मिक गुरुसँग हर कुरा जोडिनुपर्ने हुन्छ। तपाईँ जतिसुकै ठुलो बिजनेसम्यान हुनुहोस् वा जतिसुकै ठुलो चाहिँ नास्तिक बन्नुहोस्, तर 2083 सालले तपाईँलाई ईश्वर छ र ईश्वरको कृपा नै सबैभन्दा माथिल्लो लेभलको कृपा हो भनेर सिकाउँछ। जसको आमा बुवा हुनुहुन्छ र तपाईँलाई आमा बुवाको आशीर्वाद छ भने तपाईँ सबैभन्दा सफल हुन सक्ने समय छ। ध्यान, ज्ञान र गुरुको आशीर्वादको कारणले गर्दा तपाईँ 83 सालमा अगाडि आउन सक्नुहुनेछ। कहिले पनि समयले घुमाएर फिराएर तपाईँको हातमा ल्याएर केही कुरा राखिदिँदैन। जे कुरा समयले हातमा राखिदिँदैछ त्यही कुरा आफूले थाम्ने हो, त्यही कुरा देख्ने हो र त्यसैबाट अगाडि सफल बनेर हिँड्ने हो। त्यसैले म के भन्छु भने यो मोक्ष स्थानमा अथवा मृत्यु स्थानमा बसेको बृहस्पतिको कारणले गर्दा तपाईँको 2083 सालमा चाहिँ एक किसिमको मृत्युलाई पनि देखाउँछ। समयले झलझल्ती मृत्यु के हो त्यो पनि देखाउँछ, अध्यात्म पनि देखाउँछ, साधना पनि देखाउँछ, उन्नति प्रगतिहरू पनि देखाउँछ। आकस्मिक लाभको भाव हो, लटरी पनि लाग्न सक्ने हुन्छ र आकस्मिक सफल हुन सक्ने हुन्छ। देश विदेशका यात्राहरू हुनेछन्। जे कुरा हुन्छ त्यो आकस्मिक हुनेछ। परिवारमा केही कुरा चुनौतीको भयो अथवा चाहिँ स्वास्थ्यमा हानि भयो अथवा केही कुरा सर्जरी गर्नु पर्यो, पारिवारिक सदस्य भयो भने तितो गरिब समयले हान्न पनि सक्ने अवस्थिति देखिन्छ र केही कुरा चाहिँ दिन सक्ने समय पनि छ। लाभ हानि बराबरीको समय हो। दिन्छ भने लिन्छ पनि। एउटा ढोका बन्द भयो भने भगवानले 5वटा ढोका खुला गर्नेछन्, यो धनुराशिकै लागि खुला गर्नेछन्। त्यसैले धनुराशिको जीवनमा जब जब अप्ठ्यारा र कठिन बाटाहरू आएका छन् तब तब भाग्योदयको समय आएको छ र आकस्मिक नयाँ नौलो तरिकाले भाग्योदय पनि हुन सक्ने समय देखिन्छ। परिवारको साथ र सपोर्ट रहने हुन्छ। कुटुम्ब कुलको सपोर्ट साथहरू रहन सक्ने हुन्छ। धन सम्पत्तिहरूमा स्थायी सम्पत्तिहरू चाहिँ बढ्न सक्ने हुन्छ अथवा तपाईँ जे कुरामा इन्भेस्टमेन्ट गर्नुभएको थियो त्यो कुराको निचोड आउँछ। तपाईँलाई अब के हुन्छ भने कुनै पनि कुरा पेन्डिङमा रहँदैन, त्यो हुनु छ हुन्छ, हुँदैन जान्छ। यसमा तपाईँ फिक्स हुनुपर्ने अवस्थिति देखिन्छ। यो सँगसँगै तपाईँको देश विदेशका यात्राहरू हुनेछन्। द्वादश स्थानमा देखेको कारणले गर्दा तपाईँ नजिकैको तीर्थस्थलमा अथवा नजिकैको चाहिँ समुद्रहरूमा, नजिकैको नदी तलाउहरूमा स्नानको लागि जाने, दर्शनको लागि जाने भनेर देखिएको छ। त्यसैले ज्ञान पाउनु ठुलो कुरा हो र अध्यात्म भन्ने कुरा ठुलो हो। यसैले अँगालेर हिँड्नुपर्छ। यहाँ बाहेक दोस्रो राशि केही पनि छैन। तपाईँ सबैको राशि हेर्नुहोस्, राशिफल हेर्नुहोस् र अष्टम स्थानको बृहस्पतिले दिने भनेको व्यक्तिलाई मृत्यु बराबरको दुःख पनि हो र आकस्मिक सफलता पनि हो। तपाईँले प्रारब्धमा गर्नुभएका कुराहरूलाई बाहिर लिएर आउँछ। यज्ञहरू पनि गर्न सक्नुहुन्छ, पूजापाठ पनि गर्न सक्नुहुन्छ। आफैले आफैलाई मन्त्र जापहरू गरेर निखारको अवस्थितिमा पनि लिएर आउनुहुन्छ। के थियो हिजोसम्म, के थियो आज भन्ने स्थिति पैदा गर्छ। अथवा तपाईँ सगरमाथाको शिरमा हुनुहुन्थ्यो भने अब फेदमा आइपुग्ने समय पनि छ र फेदमा हुनुहुन्थ्यो भने शिरमा पनि पुग्नुहुन्छ र तपाईँलाई बिचमा पेन्डिङको अवस्थामा नराख्ने अवस्थितिहरू देखिन्छ। अष्टम स्थानको बृहस्पतिको कारणले गर्दा खानेकुरामा र बोल्ने कुरामा तपाईँ क्लियर हुनुहोस् र राम्रो मात्रै खानुहोस् र राम्रो मात्रै बोल्नुहोस् अथवा अर्ग्यानिक मात्रै खानुहोस् जो हेल्थमा समस्या नहोस्। तपाईँको डायबिटिजको समस्या छ भने चुनौती आउन सक्ने अवस्थिति हुन्छ। प्रेसरको समस्याले पनि सताउन सक्ने समय छ। पाइल्सहरूले सर्वाधिक बढी समस्या दिन सक्ने हुन्छ अष्टम स्थानको बृहस्पति। त्यसैले तपाईँ अर्ग्यानिक कुराबाटै अगाडि जानुपर्ने हुन्छ। आयुर्वेदिक औषधिको माध्यमबाट नै सबै कुरा राम्रो हुन सक्ने अवस्थिति छ। जन्डिस, ब्लडसँग सम्बन्धित, मुटुसँग सम्बन्धित यो यावत स्वास्थ्यमा समस्याहरूका अवस्थितिहरू चाहिँ रहन सक्ने हुन्छ। मस्तिष्कलाई नयाँ तरिकाले घुमाउनु पर्ने हुन्छ। बार बार माइन्डमा आउने अनावश्यक सोच अथवा बार बार चाहिँ लोनको पीडा वा कुनै न कुनै किसिमको पीडाको कारणले गर्दा समयलाई व्यवस्थापन गर्न नसक्ने अवस्थिति हुन्छ। यस्तो समयमा म तपाईँलाई के भन्छु भने उपाय एउटै मात्रै छ, भगवानको रूपमा शरणमा जाने हो। जे हुन्छ एकदम शक्ति, देवीको इनर्जी, भैरवको इनर्जी अथवा चाहिँ कुनै खास पुरुष शक्ति, हनुमानजी, गणेशजीको इनर्जीलाई लिएर अगाडि बढ्नुभयो भने तपाईँको शुभ हुन सक्ने समय देखिन्छ। धनु राशि आफ्नो लक्ष्यलाई तीरमा प्रयोग गरेर निशाना लगाउन सक्ने राशि छ। 2083 सालमा यो काम गर्छु भनेर निशाना 1 गते लगाउनुहोस् वैशाखको, तपाईँले त्यो काम गर्न सक्ने अवस्थितिहरू देखिन्छ। त्यसैले 1 तीर 2 शिकार हुन सक्ने समय देखिन्छ। एउटा अध्यात्मसँग जोडिएर, एउटा भौतिक जीवनसँग जोडिएर।
त्यसैले भौतिक जीवनमा धेरै कुराहरू पाउनको लागि चाहिँ आफूलाई मर्यादित बनाएर अनुशासनमा रहेर अगाडि बढ्नुभयो भने राम्रो हुन्छ। र भौतिक जीवनमा सफलता पाउनको लागि यी सही ठाउँमा निशाना हानेर त्यसलाई प्राप्त गर्नको लागि एउटा अनुशासनमै रहेर हिँड्नुपर्ने अवस्थितिहरू देखिन्छ। त्यसैले मैले के भने धनुराशिको लागि चुनौतीपूर्ण समय हो। तपाईँले आफैले सुधारेर अगाडि बढ्नुहोस्। तपाईँको हातमा पनि तपाईँको जीवन छैन भने मेरो हातमा तपाईँको जीवन हुँदैन। मैले भनेको तपाईँ यसरी अगाडि बढ्नुहोस् भनेर सजेसन दिने मात्रै हो। त्यसैले 2083 सालमा घर परिवारभित्र, कुटुम्बभित्र, पैसाभित्र, यो सँगसँगै देश विदेशको यात्राभित्र तपाईँका धेरै कुराहरू, सफलताहरू जोडिएको देखिन्छ।